नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी। युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा 15औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा बुधबार विभिन्न कार्यक्रमसहित एक भव्य समारोहका बीच नेपाल सरकारका राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो। त्यसपछि ओलम्पियन देवु भारोत्तोलनका ओलम्पियन कमल बहादुर अधिकारी, ओलम्पियन एथलेटिक्सकी सरस्वती चौधरी र ओलम्पियन पारा ताइक्वान्डोका भरत सिंह महताले ओलम्पिक टर्च पालै पालो ट्र्याकमा परिक्रमा गराउनु भएको थियो। एथलेटिक्सकी सरस्वती चौधरीले 2020 टोकियो ओलम्पिक्समा सहभागिता जनाउनु भएको थियो। उद्घाटनका अवसरमा सातै प्रदेशका टिम निर्णायक विभिन्न वेशभूषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसँगै मार्च पास्ट प्रस्तुत गरिएको थियो। उद्घाटनका अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङ लगायतका व्यक्तित्वको उपस्थिति थियो। केही बेरको उद्घाटन सत्र पश्चात सुरु भयो प्रतियोगितात्मक खण्ड। आदरणीय खेलप्रेमी दर्शकवृन्द, अब लागौँ प्रतियोगितात्मक खण्डतर्फ, जस अन्तर्गत एथलेटिक्सका विधामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान पनि कायम भएका छन्। पुरुषतर्फको 100 मिटर दौडमा प्रवीण राणा मगरले राष्ट्रिय कीर्तिमान बनाएका हुन्। प्रवीणले निर्धारित दूरी 10.76 सेकेन्डमा पुरा गर्दै कीर्तिमानी स्वर्ण पदक प्राप्त गरे। यसअघि आशिष चौधरीको नाममा 10.90 सेकेन्डको कीर्तिमान रहेको थियो। सोही विधामा कोशी प्रदेशका सुजन मण्डल दोस्रो स्थान प्राप्त गर्न सफल बन्दा लुम्बिनी प्रदेशका शुभम बमरेल तृतीय स्थान प्राप्त गर्न सफल बने। त्यसैगरी छात्राको 100 मिटर दौडतर्फ बागमतीकी दिना गोपाली प्रथम स्थान प्राप्त गर्न सफल भइन्। दिनाले 12.81 सेकेन्डमा उक्त दूरी पार गरिन्। सोही विधामा लुम्बिनीकी आरुषी भट्टराई द्वितीय स्थान प्राप्त गर्न सफल भन्दा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तृतीय भइन्। त्यसैगरी छात्राको 400 मिटर दौडमा कर्णालीका धीरेन्द्र विक स्वर्ण पदक प्राप्त गर्न सफल बने। उनले निर्धारित दूरी पुरा गर्न 51.89 सेकेन्डको समय खर्च गरेका थिए। सोही विधामा गण्डकीका प्रकाश महतो द्वितीय स्थान प्राप्त गर्न सफल भन्दा सुदूरपश्चिमका विक्रम विष्ट तृतीय भए। त्यसैगरी छात्राको 400 मिटरतर्फ सङ्गीता विकले राष्ट्रिय कीर्तिमान राखेकी छन्। त्यसैगरी छात्राको 400 मिटरतर्फ सङ्गीता विकले कीर्तिमानधारी स्वर्ण पदक प्राप्त गरिन्। सङ्गीताले निर्धारित दूरी 1 मिनेट 01.19 सेकेन्डमा पुरा गर्दै अरुणा रिजालले राखेको 1 मिनेट 01.30 सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन्। सोही विधामा बागमतीकी अनुषा थारू द्वितीय स्थान प्राप्त गर्न सफल भन्दा कर्णालीकी कृष्णा राणा तृतीय भइन्। अब लागौँ
छात्रको सर्टपुटतर्फ उक्त प्रतियोगितामा सुदूरपश्चिमका विवेक चौधरी प्रथम स्थान प्राप्त गर्न सफल बने। सोही विधामा लुम्बिनीका राजन भण्डारी दोस्रो स्थान प्राप्त गर्न सफल भन्दा कर्णालीका केशव विक तृतीय भए। अब लागौं छात्रको हाई जम्पतर्फ, जसमा बागमतीका अविनाश सुनार प्रथम स्थान प्राप्त गर्न सफल बने। सोही विधामा सुदूरपश्चिमका उज्जवल कुमार विक द्वितीय स्थान प्राप्त गर्न सफल भन्दा गण्डकीका विवेक महतो तृतीय भए। त्यसैगरी छात्राको हाई जम्पतर्फ सुदूरपश्चिमकी सुस्मिता चौधरी प्रथम स्थान प्राप्त गर्न सफल बनिन्। सोही विधामा गण्डकीकी सविता खातुन मिया दोस्रो स्थान प्राप्त गर्न सफल भन्दा कर्णालीकी हिरा बुढा तृतीय भइन्। नेपाली खेलकुदको वर्तमान अनि विगतको अभिलेख खेल डायरी।